दाजु हैन दाइ भन्छु म चाहिँ झ्याम्ले दाइ भन्छु दाइ भन्दा बैगनी हो कि झ्याम्ले भनिरहनु पर्छ र बाँकी नासी नजाओस् गरी खाने छ भने हुन्छ एक दुई कट्ठा अहिले झ्याम्ले दाइ चाहिँ अहिले केटीको खोजीमा हुनुहुन्छ हैन हेलो सबैलाई वेलकम छ मेरो भ्लगमा आज चाहिँ ह्यापी होली हैन त गाइस चलपल हल्का यहाँ एउटा लाल परी दुईटा लाल परी तीनटा लाल परी परी हामी पनि हाम्रो परी नै हो बियर खाएर झ्यापमा हामी चाहिँ ल झ्याप भइरहेको छौँ बियर खाएर ओके गोल्डिनीहरू खोज्दै खोज्दै हिँडेको होलीमा बियर खाएर झ्याप भइरहेको छु ल गाई हामी चाहिँ होली मनाउँदै जङ्गल आइपुग्यौँ यो चाहिँ हाम्रो जङ्गल हो यहाँ चाहिँ हरिणहरू पालेको छ यी देख्नु हुँदैछ दुई तिनवटा यो चाहिँ हाम्रो जङ्गल चारकोसे झाडी हो ह्याप्पी होली गाइज हामी चाहिँ खोइ होली हेर्दै हेर्दै हिँडेको कहीँ डान्स वान्स केही भेटिएन होइन केही भएन भनौँ न यस्तै छ चलपल यता भान्जा मने दाई सुनिल दाई कपिल दाई अनि म त चिन्नु हुँदैन होला अहिले हाम्रो स्पिड कस्तो के गराउँछ यस्तै छ आजको चलपल ह्याप्पी होली रन्टिका खोइ केहरू ल होलीको फोटोसुट हुँदैछ आज हाम्रो चाहिँ होलीको फोटोसुट भइरहेछ यहाँ चाहिँ हाम्रो जङ्गलको बिचमा हात्तीले एट्याक हान्नु पनि सक्छ हामी चाहिँ डेन्जरमा छौँ जस्तो छ लाइक यो चाहिँ भएको छैन हौ सोलो मोसन भिडियो बनाउनु बाँकी छ बिस्तारी जुन क्या दाइ केही पनि हुँदैन बिस्तारी न खराब छ ल मलाई चाहिँ दाजु दाइले एक्सट्रिम अफर गरिदिनु भयो अनि त्यही एक्सट्रिम खानु आँट्दैछु मैले खोल्नु नसकेर कपिललाई खोल्नु दिएको अब एक्सट्रिम खान्छु ठिक छ ल माल दाजु दाइले अफर गरिदिएको है आज चाहिँ स्पोन्सर म त स्पोन्सर गरेको मात्रै खाइदिन्छु क्या जहिले हामी चाहिँ पेट्रोल लगाउँदैछौँ टक्कसँग 110 को यो ऐना के अरे यो चस्माले चाहिँ अलिक कस्तो कालो कालो देखिँदो रहेछ है अलिक ठिक लागेन यसको मलाई सिसा पम्पमा अहिले हामी फर्ममा चप्पल लाएर चलपल होइन त चप्पल गर्दै बसिरहेको छु बाजे नाति यहाँ गफ गर्दै बसिरहेको छौँ होइन त बाजे होइन दाइ भन्छु म चाहिँ झ्याम्ले दाइ भन्छु दाइ भन्दा बैगनी हो कि झ्याम्ले भनिरहनु पर्छ र यहाँ मान्छेले आदि दाइ भन्छ आदि काका झ्याम्ले काका भन्छ के भन्छ काका भन्दा बैगनी
बाजे चाहिँ किन भन्नु होइन त दाइ भन्दा भयो नभने पनि दाइ भन्दा पनि भयो नि त किन झ्याम्ले र स्याम्ले भनेर दाइ झ्याम्ले दाइ चाहिँ अहिले एक्लै बस्नुहुन्छ म एक्लै छु एक्लै हुनुहुन्छ अब तपाईँहरूलाई कसैलाई मनपर्छ भने चाहिँ रेडी होइन त बे गर्नु झ्याइ बे गर्ने त झ्याम्ले दाइ म बे गर्दिनँ अनि मेरो पुँजी छैन भगाएर ल्याउने मान्यो भने ल्याउनु पर्छ नि टिका टालो मात्रै यहाँबाट निक्ली भन्ने छैन कोही पनि समाजले निक्लेर जा भन्दैन आफ्नै घर छ कति कट्टा जग्गा छ भनिदिनु त धेरै छैन 9 कट्ठा छ 9 कट्ठा छ बे गर्यो भने पायो तपाईँहरू कसैलाई हाम्रो दाइसँग बे गर्नु छ भने 9 कट्ठा पाइहाल्नुहुन्छ 9 कट्ठा नभए पनि 1-2 कट्ठा पाइहाल्छ 1-2 कट्ठा पाइहाल्छ अरू छोरीले मेरो यति परेको छ भन्ला होइन छोरीले मेरो यति परेको छ त यति खा भन्दा पनि त मान्नु पर्यो नि आफ्नै घर छँदैछ होइन त आउने खाना पकाउने बस्ने अनि नानी चाहिँ एकजना जन्मिदिनु पर्यो होला नि त एकजना छोरा छोरा त चाहियो अब अंश खाने त चाहियो नि होइन झ्याम्मे दाइको अगाडिको बुढीको चाहिँ 2टा छोरी होइन त 2टा छोरी छोरा छैन ती छोरै लिएर आउँदा पनि हुन्छ कि झ्याम्मे दाइ मलाई त चाहिएन यस्तै छ आजको ब्लग सबैले हेरिदिनु होला यो चाहिँ म होलीको ब्लगसँग एड गरिदिन्छु ब्लग बनाउँछु क्या झ्याम्ले दाइ म चाहिँ यो खाने खालको छ एकछिन ल म चाहिँ दाइसँग गफ गर्दैछु दाइले केही कुरा आफ्नो भन्नुहुन्छ अरे गरी खाने खालको छ भने यसो बागी नासी नजाओस् गरी खाने छ भने हुन्छ 1-2 कट्ठा अहिले झ्याम्ले दाइ चाहिँ अहिले केटीको खोजीमा हुनुहुन्छ होइन त भनिदिनु अब केही अरू केही यति कस्तो खालको केटी चाहिएको गरी खाने खालको चाहियो अनि कति कट्ठा पाउँछ अरे बे गर्यो भने बे गर्यो भने 1-2 कट्ठा पाउँछ नि तपाईँको कति कट्ठा छ भनिदिनु त मेरो अब छोरी छ होइन छोरीले नि हेरिरहेको छ 1-2 कट्ठा पाउँछ 1-2 कट्ठा पाउँछ म मरि गयो भने पनि म नमरिकन दिउँला नि हौ मर्ने बेलामा अब दिउँला न मेरो परन जाने बेलामा अनि के थरी चाहिएको मलाई तामाङनी मोक्तानको छोरी भए त हुन्थ्यो तामाङनी हाम्रो दाइलाई चाहिँ तामाङनी चाहिएको अरे लगाइ चाहिँ यस्तै छ मन पर्यो भने आउँदा भयो सिधै हल्दीबारी 5 झापा रोड अनि यो ठाउँ यो टोलको नाम के हो यो 1 बिघा हो 1 बिघे आउँदा भयो है त ल हेलो गाइज म चाहिँ अहिले यहाँ एउटा हाम्रो गाउँको भाइको मम्मी बित्नु भएछ त्यही भएर त्यहाँ जाँदैछु यसो गाउँ ठाउँ भएर सघाउनै पर्यो होइन त गाउँमा हेल्प गर्नै पर्छ के हुन्छ कसो हुन्छ सब म देखाउँछु नि उयो घरमा हो यो चाहिँ हरियाली छ हाम्रो गाउँ चाहिँ चोरेर लगेको नि होइन यो माल चाहिँ भाइहरूले चोरेर लगेको है बडाबाटीको पुलिस अङ्कल यहाँ देख्न सक्नुहुन्छ होइन यसको चाहिँ कम्तीमा पनि 30-40 हजार आउँछ होइन चोरेकै हो नि भाइ होइन थोरै चोरेकै हो नि होइन 30-40 हजार आउँछ अझै बाहिरी देशतिर लग्यो भने चाहिँ 50-60 करोड त्यसै पनि आइहाल्छ होइन लाल चन्दन उता अगाडिको लट देखाउनु